नमस्ते हजुरहरू सम्पूर्णलाई स्वागत जनाउँदै आज भने चाहिँ हजुरहरूलाई प्रकृतिको काखमा बसेको यो खोला किनारेको गाउँ फेन्चेटारमा लगेर जाँदैछु। आउनुहोस् मसितै यस ठाउँको आनन्द लिनुहोस् होला है। यहाँको प्राकृतिक सौन्दर्यले आजभोलि भने यस ठाउँमा पनि धेरै मात्रामा पर्यटकहरू आउँदो रहेछ। सो तपाईहरू पनि आउन सक्नुहुनेछ है। दार्जिलिङदेखि रिम्बिकको गाडी पक्रिएर लगभग 3 घण्टाको यात्रापछि तपाईहरू यस ठाउँमा आइपुग्नुहुनेछ र बस्नको लागि होमस्टेको सुविधा पनि पाइहाल्नुहुनेछ। अनि यस्तो सुन्दर ठाउँमा जान त पक्कै पनि सबैलाई मनपर्छ होला होइन र? बग्दै गरेको झरना, आहा मन नै आनन्द हुने, यहीँ बसिरहँ जस्तो लाग्ने। सो तपाईहरू कसलाई यस्तो ठाउँमा जान मनपर्छ कमेन्ट चाहिँ गर्नुहोस् होला। अनि मलाई पनि थाहा होस् कि तपाईहरूलाई पनि मन पर्दो रहेछ भनेर है। मलाई चाहिँ एकदमै मनपर्छ है। सो आजको लागि यहीँसम्म भन्दै तपाईलाई भिडियो राम्रो लागि लाइक शेयर कमेन्ट गर्न चाहिँ नभुल्नुहोस् होला। हवस् त, अर्को भिडियोमा चाँडै भेट्नेछु। थ्याङ्क यू फर वाचिङ। बाई बाई, टेक केयर।